30 सालदेखि अनवरत रूपमा राजनीतिमा हुनुहुन्छ, साङ्गठनिक रूपमै। त्यो भनेको त धेरै अहिलेका पुस्ताहरू जन्मिएका पनि थिएनन्। 2065 साल र 70 सालमा शक्तिशाली महासचिवमा निर्वाचित हुनुभयो, 2078 सालमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभयो। यसै पनि वरियताका दृष्टिकोणले र अविच्छिन्न उत्तराधिकारका दृष्टिकोणले तपाईँ अध्यक्षको स्वाभाविक उम्मेदवार मात्रै होइन, प्रत्याशी मात्रै होइन, अध्यक्ष नै तपाईँ हुनुहुन्थ्यो। तर विधानमा 70 वर्ष उमेर हद र कार्यकालको विषय जब उल्टाइयो, त्यस पछाडि तपाईँहरूको अध्यक्ष अथवा पुस्तान्तरण गर्ने, रूपान्तरण गर्ने बाटो अवरुद्ध भएको थियो। यो बिचमा फेरि पनि केपी ओलीलाई नवीकरण गर्नुपर्छ भन्नुको साटो तपाईँ आउँदा पात्र मात्रै फेरिन्छ कि प्रवृत्ति पनि फेरिन्छ? पात्र फेरिन्छ र प्रवृत्ति पनि फेरिन्छ। प्रवृत्ति फेरिन्छ भनिरहँदा तपाईँले अगाडि उठाएको प्रसङ्गमा जोड्न चाहन्छु। पहिले त्यो के हो भने हामीले नेकपा एमालेको विशिष्ट पहिचान भनेको यसले आफ्नो पार्टी जीवनको लोकतन्त्रीकरण, समाजको लोकतन्त्रीकरण, राज्यको लोकतन्त्रीकरण, पार्टी जीवनको लोकतन्त्रीकरण सम्बन्धमा केही नयाँ मान्यताहरू, प्रस्तावहरू उसले सार्वजनिक गर्यो र ती मान्यता र प्रस्तावद्वारा निर्देशित भएर अगाडि बढ्ने आफ्नो सङ्कल्पलाई उसले सार्वजनिक गर्यो। त त्यही सिलसिलामा पार्टी जीवनको लोकतन्त्रीकरणसित गाँसिएका थुप्रै विषयहरू छन्, तपाईँले अघि उठाइहाल्नुभयो। त्यसमध्ये दुईवटा कुरा, 2 कार्यकालको कुरा र 70 वर्षे उमेर हदको पनि कुरा ल्याएको थियो। यद्यपि हामीले पछि 70 वर्ष कुरा गरिरहँदा के कुरा भनेका थियौँ भने यो त्यति पोलिटिकल सेन्स गर्दैन, सर्दैन। त्यो त तपाईँको लागि पनि आत्मघाती हुन्थ्यो नि। मेरो लागि व्यक्तिगत भन्दा पनि पहिले हामीले एउटा स्पिरिटमा ल्यायौँ, पछि हाम्रो बिचमा पनि छलफल चल्दै थियो। तर पछि विधानमा 2 कार्यकाल हुनुपर्नेमा के ढङ्गले त्यो मुद्रित भएछ भने मैले म के गरी मुद्रित भएछ भने 2 पटक कार्यकारी पदमा उम्मेदवारी दिइसकेपछि तेस्रो पटक हुन नपाउने भन्ने पो आएछ, मुद्रित भएछ। मुद्रित के गरी भयो, कसरी भयो, अलग कुरा भयो। त्यसपछि त्यसलाई सच्याउनु पर्ने आवश्यकता रह्यो। त्यो त तपाईँहरूको निम्सारो र लाचारीपन हो क्या। त्यो त्यसरी मुद्रित भएछ भन्ने कुरा हामीलाई थाहा थिएन भन्न खोजेको त हाम्रो पकडभन्दा बाहिर छ भन्ने हो नि त। कतिपय मुद्रा राक्षस पनि हुन्छ नि।